नमस्कार। आज मिति 2082 साल जेठ महिनाको 22 गते बिहिबार सुरु गरौं। ज्योतिष पण्डित प्रमोद भट्टराईज्यूले तयार पार्नु भएको आजको राशिफल। मेष राशि, बेर्थैमा झोडाको सामना गर्नुपर्ने देखिन्छ। सञ्चित धनको नाश हुने देखिन्छ। वैदेशिक कार्यमा हानि हुनेछ। शैक्षिक क्षेत्रमा बाधा हुनेछ। पारिवारिक मेल बढेर जाने देखिन्छ। वृष राशि, अध्ययन अध्यापनमा सफलता मिल्नेछ। बोलीमा मिठास छाउनेछ। साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुनेछ। सौन्दर्यमा मन जानेछ। धार्मिक कार्यमा सहभागी हुने योग रहेको छ। मिथुन राशि, कुरा काट्नेहरू सक्रिय रहनेछन्। दाजुभाइमा पैतृक सम्पत्तिमा बाधाको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक विमेल बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट अवहेलित हुनुपर्ने देखिन्छ। कर्कट राशि, पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। प्रेमी र प्रेमिका बीच माधुर्यता छाउनेछ। कृषि तथा चौपायाबाट मनज्ञ आमदानी हुने योग छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिनेछ। सिंह राशि, कुरा काट्नेहरू सक्रिय रहनेछन्। दाजुभाइमा बाध्यताको सृजना हुनेछ। विश्वास गरेकाबाट धोका पाइने योग रहेको छ। पारिवारिक मतभेद रहनाले गैरको काममा समेत बाधा आउनेछ। कन्या राशि, काममा अपजसको सामना गर्नुपर्नेछ। आर्थिक कारोबारमा विवादको सृजना हुनेछ। वाहन सम्बन्धी समस्याले सताउनेछ। स्वास्थ्यमा उतार चढाव आउनाले मनमा चिन्ता बढेर जानेछ। तुला राशि, काममा सफलता मिल्नाले सबैको प्यारो बनिनेछ। शैक्षिक कार्यमा सफलता हुनेछ। बोलीमा मिठास छाउनेछ। सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ। वृश्चिक राशि, बोलीको प्रभाव बढेर जानेछ। पठन पाठनमा वृद्धि भएर जानेछ। आर्थिक क्षेत्रमा सुधार हुने देखिन्छ। पशु चौपायाबाट राम्रै आमदानी भएर जानाले सबैको प्यारो बनिनेछ। धनु राशि, मान सम्मानमा आघात पुग्नेछ। मातृ स्वास्थ्यमा कमी आउनेछ। अनावश्यक रूपमा विवादको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक झमेलामा परिने योग रहेको छ। सजगता साथ अगाडि बढ्नुहोला। मकर राशि, मातृ स्वास्थ्यमा उतार चढाव आउनेछ। टाउको दुख्ने समस्या बढेर जानेछ। थोरै कुरामा सामाजिक काममा बाधा हुनाले मानसिक तनाव बढ्ने देखिन्छ। सजग रहनुहोला। कुम्भ राशि, रोकिएका कामहरू पुनः सञ्चालन हुनेछन्। पारिवारिक सरसहयोगले नयाँ कार्यको सृजना हुनेछ। पैतृक सम्पत्तिमा वृद्धि भएर जानाले मनमा खुसी छाउनुको साथै ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। र अन्त्यमा मीन राशि, धर्मकर्मतर्फ मन जानेछ। पारिवारिक सहयोगले राजनीतिमा सफलता मिल्नेछ। लामो दूरीको यात्राको योग रहेको छ। सामाजिक उत्तरदायित्व बढेर जानुको साथै आपसी मेलमिलापमा वृद्धि हुने योग रहेको छ।